दर्शकवृन्द, के साँच्चै तेह्रथुमको लालीगुराँसमा रहेको चोलुङ पार्क पछिल्लो समय पर्यटकको लागि सुन्दर स्थल बन्दै गएको हो त? आउनुहोस् यो भिडियो सुरु गरौँ। चोलुङ पार्क बसन्तपुर तेह्रथुमको एक प्राकृतिक र रमणीय स्थल हो। यो पार्क लालीगुराँस नगरपालिकाको एक शान्तिपूर्ण वातावरणमा रहेको छ र स्थानीय बासिन्दा तथा पर्यटकहरूको लागि एक प्रिय स्थलको रूपमा चिनिन्छ। चोलुङ पार्कको प्रमुख आकर्षण यसको प्राकृतिक सौन्दर्यता र हरियाली हो। यहाँ वृक्षारोपण, फुलहरू र अन्य बोटबिरुवा छन् जसले पार्कलाई शान्तिपूर्ण, मनमोहक बनाउँछ। यहाँको वातावरणमा निकै शान्त र शीतल छ जसले मानिसलाई शान्ति र विश्रामको अनुभव दिन्छ। चोलुङ पार्क केवल एउटा पर्यटकीय स्थल मात्र होइन, यहाँ स्थानीय समुदायका लागि एउटा सामूहिक मिलन स्थल पनि हो। पार्कको वातावरणले सामाजिक गतिविधिहरू, पारिवारिक भेटघाट र साना कार्यक्रमहरूका लागि उपयुक्त स्थान प्रदान गर्दछ। स्थानीय विद्यालयका विद्यार्थीहरू पनि यहाँ आएर अध्ययन गर्छन् र विभिन्न सांस्कृतिक गतिविधिहरू आयोजना गर्छन्। दर्शकवृन्द, आजको भिडियो कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला है।